अस्ताल्यो ठुलो प्लेन चढी भनेर फुर्ती लाग्यो हाम्रो पनि फेरि भिसा झरेको थियो नगएको मात्रै बढी नबोल चुप लाएर घिचेर घर जाऊ वाह ठिक भन्नुभयो ससुरबा के भनिस् भोलि पर्सि लालाको बिहामा बाजा बजाउनु पर्दा थाहा पाउनु तिम्रो सङ्ख्या नबजी मेरो सानै नबज्ने भयो नि त के हो माग्ने अझै यही सारू बाजे तुन्काउने हाम्रो बच्चा बेलाको साथी राजा गाउँमा छन् तँलाई भेट्न खोज्या बुद्धिलाई खबर गरिसके भोलि माग्ने बाबु एकैछिन यता आउनुहोस् त है साथीहरू मेरो जन्ती पो जानु पर्ला जस्तो छ त मलाई माफ गर्नुहोस् है भाइ मैले तपाईँलाई के भने जे पर्ला पर्ला भनेर मैले छोरीको बिहा गरिदिने निर्णय गरेँ तर बाजा चाहिँ तैँले नै बजाउनु पर्छ भैँसी बिहा त्यही त यसमा हाँस्न मिल्दैन जति सक्दो सिरियस हुने